आज भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। राजधानीको तीनकुने स्थित क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको हो। प्रहरी र प्रदर्शनकारीको दोहोरो भिडन्तमा परेर एकजनाको मृत्यु भएको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको हो। उनको अस्पतालमा उपचारको क्रममा कान्तिपुर अस्पतालमा लगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार वर्तमान व्यवस्थाको विरोध गर्दै राजधानीमा राजावादीहरूले उग्र रूपमा प्रदर्शन गरिरहेको छ। दोहोरो भिडन्तमा प्रहरी र यता राजावादीहरूको घटनास्थलमा विभिन्न खालका तोडफोड सहित यतिबेला प्रतिस्पर्धामा उत्रिरहेको छ। प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दै प्रदर्शनकारीहरूले शुक्रबार निषेधित घेरा तोडेर अगाडि बढ्ने क्रममा भने प्रहरीले असुल ग्यास प्रहार गरेको थियो। असुल ग्यास प्रहार गरेपछि भिड अनियन्त्रित हुँदा अन्ततः प्रदर्शनकारीहरू उग्र बनेसँगै विभिन्न ठाउँमा तोडफोड सहित आगजानीमा उत्रिएको छ। प्रहरीले केही व्यक्तिलाई पक्राउ गरे तापनि अझै पनि घटना भने साम्य हुन सकेको छैन।